कति कमजोर गृहमन्त्री पाएको हामीले अनि के भन्नुहुन्छ प्रधानमन्त्री त्यस्तै हो अलिकति भनिदिनुहोस् न सुशीला कार्कीको विषयमा सुशीलालाई जस्तो यत्रो जिम्मेवारी सम्हाल्नु भएको छ निर्वाचन गराउने हो त्यही भन्ने हो त्यहाँ जेनजीहरू जान्छन् नि जेनजीका माग पुरा गर्ने जिम्मेवारी पाउनु भएको छ निर्वाचन गराउनु पर्ने छ कत्रो ठुलो जिम्मेवारी छ तपाईँ आइसन्चो भन्नुहुन्छ मैले के भनिरहेको छु भनेदेखि त्यो जुन जेनजीका नानी बाबु जान्छन् नि त्यहाँ भ्रष्टाचारीलाई कारवाही गर पनि के गर यसो गर उसो गर यहाँ त्यहाँ भन्ने तुल हुन्छ नि के गर्नु पर्ने थाहा छ प्रश्न रूपमा मैले भनिदिनु पर्छ हेर नानी बाबु मलाई चुनाव चाहिँ 21 गते फागुनमा चाहिँ गराउनको लागि मलाई जिम्मेवारी दिएको छ त्यो तिमीहरूलाई थाहा छ चुनावमा मतदान गरेर राम्रा मान्छेलाई चाहिँ भोट हालेर जिताऊ अनि त्यो सरकारले पो भ्रष्टाचार नियन्त्रण गर्छ भ्रष्टाचारलाई कारवाही गर्छ हत्यारालाई कारवाही गर्छ हामी त चुनाव गराउन आएको डिस्टर्ब नगर है भन्ने